यदि तपाईहरुको छालामा कुनै किसिमको लुतोहरू लागेको छ है, छालामा लुतोहरू छ, चिलाउने घाउ छ, फंगल इन्फेक्सन भएको छ, पटक्क जाति हुँदैन जति नै दबाई गर्दा पनि भने यहाँ हेर्नुस्। आज तपाईहरुलाई एउटा प्राकृतिक चिकित्सा लिएर आएको छु। यसलाई हामी सिउडी पनि भन्ने गर्दछौँ। यहाँ हेर्नुस्। यसलाई चाहिँ तपाईहरुले ठक्क यस्तो गर्नुभयो भने यसको यो निस्किने गर्दछ। हेर्नु दूध निस्किने गर्दछ, ल्याटेक्स निस्किने गर्दछ हेर्नुस्। र यो ल्याटेक्स चाहिँ तपाईहरुको विशेष आँखामा चाहिँ पर्नु हुँदैन। यो तपाईहरुले अलिकति सावधानी गर्नुपर्छ। यो ल्याटेक्स यो जुन दूध छ, यो दूध चाहिँ तपाईहरुले जुन भागमा चिलाउने घाउ छ, जुन फंगल इन्फेक्सन छ है, त्यस्तो घाउहरू छ भने यहाँ हेर्नुस्, त्यस्तोमा चाहिँ जाती भएन भने चाहिँ यो तपाईहरुले यो लगाइदिनुस्। यो चाहिँ तपाईहरुले यसरी लगाइदिनुस्। लगाउनु पर्ने हुन्छ छालामा। र त्यो लगाएपछि चाहिँ यसले त्यो भित्रको जुन ब्याक्टेरियाहरू छ, फंगलहरू छ, त्यसलाई चाहिँ मार्ने काम गर्ने गर्दछ यसले। यहाँ चाहिँ यसले मार्ने काम गर्दछ। अनि तपाईको बिस्तारै बिस्तारै गर्दै त्यो घाउहरू सुक्दै जान्छ। अनि सुक्दै गएपछि ठिक पनि हुँदै जान्छ। यो चाहिँ लाउनु पर्ने हुन्छ। योलाई हामी सिउडी भन्ने गर्दछौँ। यो कहीँ पनि पाउनुहुन्छ। काँडै काँडा हुन्छ। यहाँ हेर्नुस्, यसलाई पक्रिनु पनि गाह्रो हुन्छ। काँडै काँडा हुन्छ। यसलाई तपाईहरुले प्रयोग गर्नुहोस्। जस्तै तपाईहरुले डाक्टरी देखाउँदा सुई हान्दा पनि ठिक भएको छैन भने चाहिँ यही नै हो दबाई। यसलाई लाउनुहोस्।